Hello, welcome back to our new video guys. आज फेरि पनि नयाँ भिडियो आइसकेको छु। आज म पोखरा जानको लागि रेडी भइसकेको छु। सेम ज्याकेट हैन। आज म अब यो ट्याक्क मोटो ब्लग गर्ने भन्ने सोचले यसरी ट्याक्क माउन्ट हालेको छु। कस्तो हुन्छ अब भयो नि म भन्ने छु हैन गाइस। अब पोखरा जाँदै छु। पोखरा केही काम छ त्यो काम सकेर फर्किने छु। बाटोमा के हुन्छ मोटो ब्लगमा हेर्दै जाम है त गाइस। ल गाइस आज मैले फर्स्ट टाइम मोटो ब्लग बनाउँदै छु है गाइस। कस्तो भइरहेको छ हेरौँ। म चाहिँ पोखरा जाँदै छु। एउटा सानो काम थियो र त्यही भएर आज यसो सोच्यो होइन मोटो ब्लग पनि बनाइदिउँ कस्तो हुँदो रहेछ होइन। अब राम्रै भयो कस्तो दामी भयो भने त अनि यसको पनि व्यवस्था गर्नुपर्छ नि त गाइस होइन। तर जस हाम्रो नयाँ पुलबाट पोखरा जाने बाटो चाहिँ बब्बालै छ। अब बिचमा अलिअलि तलतिर चाहिँ खाल्डो खाल्डो छ तर माथिबाट पुर्दै आएको कि अब कस्तो हुन्छ त दामी भ्यू देखिन्छ गाइस हेर्नु त। यतिर दामी भ्यू चाहिँ देखिन्छ। अब यो चाहिँ म अहिले ट्याक्क लुम्ले आइपुगेँ गाइस। लुम्लेबाट फर्स्ट टाइम म यहाँ के अरे लम्बुबाट लुम्ले आउँदा चाहिँ कहाँ जस्तो भयो क्या डेन्जर ठुलो पहरो होइन। अनि दामी देखिन्छ त बाजुङहरू है खतरा देख्छ यहाँबाट कहाँ आएको जस्तो भएको थियो होइन। अनि मैले सुरुमा म लमजुङबाट आउँदाखेरि चाहिँ नमस्ते होटेलमा रोकेको थिएँ क्या गाडीले। अनि नमस्ते होटेलमा ट्याक्क बसेर खाँदा खाँदा त त्यो माथि पहरो देखेर त मैले फोटो खिचेँ गाडी कस्तो दामी पहरो वाउ भनेर। अहिले के जस्तो लाउँदैन होइन माथिको पहरो खिचेको थिएँ गाडी मैले होइन। भ्लग बनाउँदा चाहिँ मजै आउँदो रहेछ यार। बोल्दै गर्न पाइयो नि त एक्लै बाइक चलाउँदा नबोलिकन मुख ट्याप्प पारेर हिँड्दा त लास्टै झडाउने क्या। त्यसो अहिले यो बाटोमा इबीले खानु खायो ए कहाँबाट आएको जान्छ। अब अहिले काँडे उफ्रिँदै छौँ है काँडेको उकालो मात्रै नौडाँडा आइपुग्यो। तर दामी फेउताल देखिन्छ यहाँबाट हेर्नु त्यो फेउताल हो तर अलि यहाँबाट क्लियर देखिँदैन होला तर फेउताल दामी देख्छ है यहाँबाट दामी फेउतालहरू देख्छ है नौडाँडाबाट। तर हिमाल पनि दामी देख्छ गाई आज चाहिँ अलिक कुहिरो लगाएको भएर देखेको छैन तर बिहान बिहान आउँदा देखिन्थ्यो। आज अलि म ढिलो हिँडेँ घरबाट 10:30 बजीतिर हिँडेको होइन त्यो भएर चाहिँ आज अलिकति देखेको छैन। आज कोरै कोरा आयो भने जस्तो भइरहेछ। अहिले चाहिँ नौडाँडाको एकदम फेमस होइन अहिलेको एकदम भाइरल भण्डारी बाजेको मटन मेन स्पेसल होइन कि यहाँको मटन हुन्छ गाइस। भण्डारी बाजेको त्यो होटेल मेरो आइपुग्नु लागिसकेँ म। यसो हो भण्डारी बाजेको होटेल हाम्रो भण्डारी रेस्टुरेन्ट। यो चाहिँ भण्डारी बाजेको रेस्टुरेन्ट गाई दामी मिठो आउँछ नि त भिड यस्तो खतरा भिड हुन्छ यहाँ बिजनेस व्यापार हुने यस्तो हो नि त। अब यहाँबाट चाहिँ होटल लाग्यो नौडाँडाबाट सरङकोटको बाटो लास्ट टर्निङै टर्निङ छ गाइस। त्यहाँबाट त्यस पहिलाको यो बाटो नबन्दा त्यहाँबाट खुब हिँड्ने तर डेन्जर टर्निङ क्या है वहीँको वहीँ टर्निङहरू ठुल्ठुलो बसाइ लास्ट छ भने। अनि अब अहिले यो बाटो छ यो बाटो चाँडो पनि फुटिन्छ ठुलो पनि छ सजिलो पनि आनन्दले झ्याम्म जान पाइन्छ होइन। त्यो भएर यो बाटोहरू हिँड्छ गाइस अन्त दामी देख्छ भ्यू त है। ल गाइस म चाहिँ अहिले हेम्ब्राको रोडमा छु है फुल अन यस्तो अब 6 लेनको बाटो छ होइन गाइस। अब के अब गाडीहरू यहाँ धेरै एक्सिडेन्टहरू पनि भइरहेको थियो। राइट नाउ चाहिँ अब अलिकति कन्ट्रोलमा आएको छ किनभने अब चेकिङ यताउति हुन्छ होइन। यो रोडमा चाहिँ नेपालमा यतिको रोड बनेर चलाउन चाहिँ मजै आउँछ गाडी हेरेर। कहिले यस्तो खाल्डो खुल्टी थियो मैले भर्खर त्यतिखेर भर्खर बाइक लिएको थिएँ अनि राम्रोसँग चलाउन पनि आउँथेन यत्रो खाल्डो क्या पानी त्यही यसो डर लाग्ने होइन माथि अनि यति ठुलो खाल्डो ए तर आउटा गरी लिएर जान्थेँ मैले यस्तो अहिले यस्तो दामी भयो क्या रोड। कसले सोचेको थियो र यस्तो बवाल रोड हुन्छ भनेर 6 लेनको कति हिँडे पनि आनन्द क्या। अब यहाँ त ट्याक्सीहरूले त 100-110 हान्छ यार। अब हामीले त्यस्तो म चाहिँ त्यस्तो धेरै स्पिड चलाउन है ठिक्क आफूले कति कन्ट्रोल गर्न सक्ने त्यति मात्रै चलाउने कि होइन। बढी स्पिड चलाएर 5 मिनट छिटो पुग्यो अरे पछि के भयो अरे होइन। त्यो आफ्नो स्पिडमा आफ्नो कन्ट्रोलमा हिँड्ने है लगाएको छ। यहाँ अब यो एमडीको पुल पनि बनाउँदैछ हेरेर तरिकाले। अब यहाँ पहिला यस्तो धुलो र हिलो यति हुन्थेन उता पिचबाट आयो यहाँ त ट्याक्कै हिलो क्या अहिले चाहिँ बनाएको छ। अब यो चाहिँ पुल बनाएको छ यहाँ पिच गर्नेलाई अहिले चाहिँ यहाँ पनि 4 लेन बन्छ होला। यस 4 लेनको बाटो दामी बनाउँदैछ यहाँ पनि। माथिबाट पिचबाट आयो यहाँ आएर हिलोमा जुत्ता गाडिदिएर त अनि लासना हुँदैन त अनि बजार आयो अनि हिलो घर जानुपर्ने। अब त्यो टेन्सन पनि साथ भयो हस्पिटल पनि जानु छ आफन्त एकजना
प्रेम भएर आउनुपर्छ उहाँलाई पनि भेट्न पर्ने काम छ उहाँलाई भेटेर अनि त्यसपछि सामानहरू लिएर जाने हो गाइस म चाहिँ यहाँ माइजूकोमा आएको है पोखरा हाम्रो यो चाहिँ माइजूको पसल हो पोखरामा ट्याक्क पालिकी चोकभन्दा ट्याक्क माथि छ यहाँ चाहिँ पोखराको कति नम्बर वडाको कार्यालय तल हाम्रो माइजूको पसल छ ट्याक्क लाएर यहाँ आएको मामा आउनु बिचबाट मामालाई नै आज लाने हो नयाँ फुल गाइस हाम्रो मामा चाहिँ उहाँ मामाश्री यिनी भाइ परे मामाको छोरा आइसु जान्छु ल गाइस म चाहिँ पसलमा आइपुगेँ होइन पोखराबाट अब आजको मोटो भ्लग कस्तो भयो हेर्नु होला मैले खासै पोखरामा धेरै भिडियोहरू बनाइनँ अब त्यहाँ आफ्नो भेटेँ अनि अलिअलि पसलतिर काम थियो पसलतिर काम भ्याएर अनि म च्याटो लगाएर घरमा आइसकेँ है गाइस बिचमा बाटोमा मामासँग मामालाई लिएर आएको भिडियो बनाएन अब हेर्दा पनि पछि भिडियोहरू बनाउने छु होइन के हुँदो रहेछ पसल आयो पसलमा व्यवहार कस्तो भयो थाहा छैन हाम्रो पसल च्याट यस्तो भएर बसिरहेको छ होइन गाइजहरू ल आजले चाहिँ यति नै है आजको मोटो भ्लग कस्तो लाग्यो मोटो भ्लग मात्रै छ यदि हजुरलाई मन पर्यो भने यो भिडियो लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला च्यानललाई फेरि अर्को नयाँ भिडियो भेटौँ ल त्यति बेलासम्म थ्याङ्क्स फर वाचिङ